गाइज हाम्रो बिजोग भयो ओइ कस्तो डरै लाग्यो के गर्नु यहाँ ट्राफिक छ नि श्रमदान गर्न हिँड्यो अर्को साम्बाङ छ स्कुटीमा टोटली नेकेड एन्ड इट वाज यो के अघि जोडेर Hi guys, welcome back to my channel. मेरो इन्ट्रो बनाउनै बिर्सेछु अनि I was not about to vlog. म भ्लग चाहिँ लाइक बनाउँदिन जस्तो लागेको थियो तर फेरि बिचबाट मलाई बनाउन मन लाग्यो सो वाइ नट भनेर अहिले चाहिँ हामीहरू धादिङ जाँदै होइन हामीहरू धादिङ जाँदैछौँ मलाई बोल्न आएन चेक टु अनि यो चाहिँ हाम्रो अनप्लान्डको नि लास्ट अनप्लान्ड हो ट्रिप किनकि बिहान पनि थाहा थिएन हामीहरू जान्छौँ भनेर अनि हामी आयौँ अनि हेरौँ के गर्छौँ Guys, we met. Guys, म घाइते भइसकेँ यसले स्टार्टमै छोड्या रहेछ के सेल्फमै बादाम मेरोमा आयो न चटपटे ब्रेक गाइस बादाम हाल न मेरोमा मेरो अरुको बाटो पर्दैन त बदाम हैन अनि नहानी खाऊ न मेरो त खै यहाँ छ दोस्त मैले बादाम हाल्दै गर्न पर्यो त्यो त मैले हुन्छ ठुलो मम्मी आउँदै हुनुहुन्छ बदाम आयो यार म खान्छु हुन्छ भोलि सरितालाई पनि मनपर्छ यार अर्को त बदाम पनि दिन्छु तिमीलाई लु थ्याङ्क यू दोस्त भोकको लाग्यो कहाँ बुढा फेरि यात्रा सुरु यो रजितले मेरो भ्यू ब्लग गरिदियो तपाईँले भाल्यो रेड क्रस सोसाइटी गाइस हामी आरू खोला आइपुग्यौँ आरू खोला सो बेडे खै मलाई त काठमाडौँहरू भन्दा टाढा जाँदाखेरि यत्तिकै रमाइलो फाइनली भेटियो खाजा चाहिँ हामी मलेखु जाँदैछौँ हाम्रो कामदार साथीहरू काम गरेर हेर अब यता काम गरेर उता ल दिदीको म भ्लग बनाउँदैछु दाइ हजुर भाइ ठिक छ त्रिशुलीमा अब नौन्जान लाग्छ हाम्रो कन्डक्टर साहब प्यासेन्जर खोज्दै हुनुहुन्छ कोटेश्वर आइपुग्यो कोटेश्वर या यस्तो हामीहरू गाइजहरू त राम्रो राइडरहरू खरानी जुङ्गा भाषण के खराबै हो नि स्थिति त इभीको किन खराब नहोस् धुएर पनि कति गाह्रो भएको छ इभीलाई यो डिफरेन्स हामीलाई त कसैले ओभरटेक गरेन अहिलेसम्म त्यति चाहिँ छैन स्टिक मेन्टेन भयो सबैले खान्छ होइन 130 को ह्याङ्की काम लागिरहेछ के हो बाबु भैया मेरो त के हो कति टाँसिन्छ मेरोमा चाहिँ फेरि खोर रुगा त आज लाग्नै भयो जुस खाऊँ न
उस आज जुस नाइ। बोली उस जुस हो खै छ खै के खाने भनेर हेर्दैछ जाँदा मुख धोएर अब खाजा खाने ओइ मेरो भ्लग त मैले कस्तो मेरो त युट्युब छ भनेर बिर्सेछु के मेरो पनि युट्युब छ है भनेर बिर्सेछु कि हाम्रो पोखरादेखिको हालै छैन ओके अनि हामीलाई पछि पनि चाहिन्छ भेर हल्का अलिक देखि लाइकको भन्छ भने भ्युज पनि आइरहेको रचित साहब हामी गर्ल्स या अब फेरि एकछिनमा चाहिँ टाँसिहाल्छ हेर्दै जाउँ मेरो कति सबैजना सुनिन गला दुख्न सुरु भइसक्यो है यो फोनले मास्क किनौँ मास्क भन्दा नि मैले रुमाल च्याप म छुट्टै मान्छे हो क्या यो ग्रुपको मान्छे होइन सरप चिप पाइदिए सुरु भइसक्यो सरिताको फेभरेट हो गाइस सरिता's फेभरेट यम्मी मिठो छ खानुहुन्छ नि दोस्त यो यिनीहरू कसरी हो तर एउटा उसको चाहिँ 200 रुपियाँ पनि पानी खाने एउटाको 200 यसरी तीनटा हुँदो रहेछ 4-5 ड्याडीको लागि लग्दैछ अब फेरि हाम्रो यात्रा सुरु अब फर्किँदाखेरि गाइस नाउ वी आर हेडिङ ओ के गरे यहाँ त पुरो सिङ्सा हुँदैछ हो र सरिता ल Oh, this is so green, so राम्रो कहाँ गयो गाइस अब हामीहरू खोलामा जाने because why not because why what is this what is this behavior wait खोला त फेरि खोला जस्तो छैन त त्यही भएर जाउँ खाने भएर सम्पुने हो त्यही त ओए के हो यो सरिताको पारा सरिता के हो यो ब्रेकमा हो क्या हो हाम्रो पाले दाइहरू छ त त्यहाँ झोला हेरिदिने ओए ओ माई गॉड वाउ ल हामीले जुत्ता पनि खोलिसक्यौँ ओ माई गॉड यहाँ अर्कै ब्रोमान्स चलिरहेछ पार्टनर चेन्ज भयो ओ माई गॉड यहाँ हाम्रो आज म माछा नभनी भ्यागुत्ता मार्छु खोइ भ्यागुता नाक मार रे ओए माथि के हो यो ड्रागन फ्लाई होइन र यो ड्रागन फ्लाई ओए कस्तो राम्रो कहिले पनि केही नदेखेको जस्तै के तर मलाई त जे कुरा पनि सानो कुरामा इन्जोयमेन्ट हुन्छ कि मलाई फन गर्छु म मेरो आँखामा के पर्छ शर्मिला पुगेन शर्मिला ओइ 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 जुत्ता फेरि वाउ
आयो पैसा सक्दै भयो भगवान गाइज हाम्रो बिजोग भयो हाम्रो इभी ब्याट्री लो भएर के हो ओ माई गॉड थ्याङ्क यू सो मच बसी बसी धकेल्नु त अनि वाह यो भन्दा ब्याड लक के हुन्छ गाइस हेर कालै छ सबै उता यो के काठमाडौँ हो र मलाई थाहै छैन यहाँ छु भनेर होला यो बाले मलाई सम्झना खै खोइ सरिताको स्कुटर अब हामी यसले तानेर लग्ने हाम्रो अहिले रिसेन्टली बेहाल भइरहेको छ बेहाल ह्यापनिङ अनि हामी यहाँ कहाँ छौँ बसिरहेको छौँ के बिग्रियो दिमाग खराब हाम्रो के अरू मारे साथी के हो मतलब दुईजना पहिले गएर उतै छोड्दैन दुईजना हाम्रो चार्ज सक्यो इभीको अनि यो ठाउँमा बत्ती पनि छैन रे What's worse than this, guys? लाग्दैन 1 घण्टा लाग्छ 1.5 घण्टा यहाँदेखि अझै ए सधैँ त हामीलाई हिँडाएर लग्न सक्छ है यही राखेर हो उतै चार्ज गर्नुपर्ने रहेछ के सम्भव तिमीतिर कतिको जान्छ यो लम्बा लम्बा So, भन्ने खालका हो तिमीलाई बत्ती खोइहाल्छ नि गाउँतिर हान न भित्र अघि पनि हाम्रो एउटा स्कुटर बिग्रेर बनाएर फेरि नेक्स्ट वान आज हामी हल्का गाइड्दैछ मागौँ न सपोर्ट अनि भोलि ल्याइदिने नि दिलाम नि यो डोरी त अब दोरी अब दुईजना दोरी खोज्न गए या दोरी तिमीहरू अब यति पनि बेहाल हार्डवेयर पसल कहीँ छ भने 1.5 मिटर किनौँ न हार्डवेयर पसल चाहिँ कहाँ छ अब त्यो खोज्न हिँड 1 मिटरले त हुन्न नि चिहाटा के 2-3 मिटरले त 3 मिटर चाहिन्छ साथी सन्देश वाउ दिस इज भेरी मेमोरेबल एकचोटि त धन्ने गएन त पछाडि बस्नु मेरो सबै यहाँ फोहोर थियो सबै क्लिन गरेँ तिमीलाई तान्ने हो त हेर न यस्तो हुँदैछ अब हाम्रो रस्सी लगाएर जाने हो हाम्रो यात्रा कस्तो होला त ओ सम्बु देऊ हुँदैन त्यो जाला नि पागल हुँदैन भने अनि सरिताको भाँची पनि सिकेछ त्यसमा मेटल चेसिस छ भित्र टाउको खुस्क्यो भने मेटल होइन मलाई प्लास्टिक लाग्यो कि रचित गो एन्ड हेल्पर अङ्कल तपाईँले यो भ्लग हेर्दै हुनुहुन्छ भने सरिता सरी छ त्यसैले मैले इलेक्ट्रिक स्कुटर नल्याऊँ भन्ने विचारमा राखेको थिएँ डिस्टेन्स टाढा नजिक छ भने यो शर्मिला बाँदरले मलाई तँलाई मैले भनेको थिएँ नि शर्मिला समथिङ विल ह्यापन कति वार्निङ दिएको थिएँ तैँले मेरो एउटा मानिनस् भने त्यही त भन ओ अब सिस्टरहरूको युद्ध नचलाउने आयो युद्ध चलाएन क्या मैले यसलाई धेरैचोटि भनेको थिएँ शर्मिला पुगेन नि सन्देश गाइस हाम्रो यता बेहाल भइरहेको छ अब हामी ट्रिपल ट्रिप गरेर जान्छौँ तानेर जान्छौँ दिस इज बेहाल सन्देश इज गोना राइट मोटे ट्राफिक के हेरे तर यतिको भइसकेपछि त बुझ्नुहुन्छ होला नि ट्राफिक अङ्कलहरूले नि यो केटी पोजिटिभ चाहिँ रहेन रहेछ भने चाहिँ स्योर यहाँ अर्कै द्वन्द्व चलिरहेछ चार सक्यो टिभीमै हुन्छ हामी हेर्दै जाउँ कति नै रहेन छ यहाँ चार्ज लाउने भने ओइ कस्तो डरै लाग्यो माया लाग्छ ओइ
आफ्नो त्यो त एकदमै रिमेम्बर हाम्रो एकदमै मेमोरेबलको पनि यो त मेमोरेबल ट्रिप भयो हामी सबैजना झुट बोलेर होला पाप लागेको मैले त झुट बोलेको छैन तर धन्नले त्यही भएर अलिकति भए पनि हो सन्देश चाहिँ साँच्चै ड्राइभ गर्नु लाग्यो लड्छ आज सन्देश तिम्रो ड्राइभिङ स्किल्सको तारिफ भइरहेको छ यता जस्ट जोकिङ अस्ति नुवाकोटको वाला जस्ट जोकिङ है जस्ट जोकिङ सन्देशले आज लडाइदिन्छ 1 2 दिन नभन पनौती आज हामीलाई यता पनि आँखा नलगाऊ होला गाइस होइन यसको त बिहानै लागिसकेको यसको आज एबीमा के भयो ओइ के ओइ सिसी नै छ अलिक पातलो उसले परेछ भन्छ यहाँ धादिङमा के अरे बत्ती नभए पनि रमाइलो भइरहेको छ हाम्रो यता अडियन्सहरूलाई सबैजनालाई जे भए पनि सबैजना हो त हाम्रो दर्शकहरूलाई रमाइलो हामीले इन्टरटेन गरेर हिँड्छौँ हाम्रो ट्रिसु ग्याङ ओइ चिसो मलाई चिसो नखुवाएर हो कि यस्तो भएको मलाई त कस्तो डिउ खानु मन लाग्यो अब त हाम्रो यत्रो भइसक्यो यति बेरसम्म मैले नेल पोलिस लगाइसकेँ टाइम युटिलाइजेसन हामी बसेर त्यहाँ रेडी भइसक्यौँ भैँसी पनि ठुलो छ अलिक अगाडि जाऊ साथी ल बत्तीको लागि कुराहरू झन् टाइम वेस्ट हुन्छ रहेछ रजित फोन गरी त आए देखिस् भने उही साँच्चै चल उज्जवल कुन केटलाई हेर्छौ पछाडि पछाडिको हो बिस्तारै आउँदैछ बिचरा हाम्रो साथीभाइ हामीहरू अलि बिस्तारै आउँदैछ बिचरा कस्तो राम्रो हरियाली शर्मिलालाई प्रोटेक्ट गरेर लग्दैछु वाउ गाइस हाम्रो फन ओ चल्यो हामी तिनजना यही छ मेरो यही वाला सजिलो लाग्छ भिडियो बनाउन बानी भएर होला स्कुटी हिँड्नुपर्छ होला है सबले दिन्छ के गर्नु यहाँ ट्राफिक छ नि अब हामीहरू ट्रिपल राइड गर्न सक्दैनौँ हामी दुईजना धादिङ घुम्दै बसिरहेछौँ हिँड चाहिँ कहाँ हो स्ट्रेटै हो आज कता मुक्तिको घर किधर भन्दै हामी धादिङ घुम्दै बसिरहेछौँ म यहाँ झरेँ हामी दुईजना धादिङ वाक हामी लोकल हो यताको को भाइ हेर शम्भुको ज्याकेट पुरै तोडफोड गरेर छ टी-सर्ट छ मेरो प्यान्ट चाहिँ कस्तो जुत्ता र शम्भुको भाइ हेर शम्भुको भाइको नाम के हो सरोज हेर तिम्रो भनेको को बाबु हो माइन्जु हो ए माइजु भनेको सरोज भाइ हेर तिम्रो दादाको भन्छ ज्याकेटको हालत खराब भइरहेको
भन्ने त झन् हराइसक्यो उसले टुल्लु भने हैन टुल्लु भने हो के टुल्लु भने त्यसो भए तिमीले यहाँसम्म आऊ मैले खान्छु नै नै खाऊ खाँदै त गर Cheers. चियर्स खै यो फेरि चियर्स गरेर दोस् ओयो ल मैले नापेर खाऊ है सरी त धेरै खाइदिन्छ दुई मिनेट सब चलाउन नपार्दैन मैले त एक गुड्कीमा आयो त नखाऊ है जिम सरी त गर्नै गर्नु खानु हुँदैन गुड्की भ्याउँदै एक गुड्की भइसक्यो त हेर पैसा सस्तायो बर्फी त उतो पानी राख्छ त यो कुन फ्लेभर हो रे कम्पा फ्लेभर हैन फ्लेभर त फुड फ्लेभर हो कस्तो हो रे अम्बानीको कम्बानीको त हो नि पनि हेर प्रतिमा म हामी तिमीलाई सम्झिन्छौँ हामी अहिले प्रतिमा वस्त्रालयमा छौँ सपिङ गर्न आउनु होला हेर्दैछ अब सरिताले हामीलाई किनिदिन्छ ए सरिता त्यही त अब पाएन भने चाहिँ भ्लगमा हेर्नै पाएन भने चाहिँ कमेन्टभरि भनिदिनु किनिदिनु हामी सुख दुःख आइपुग्यौँ हामी होटेल फाइनल हुन्छ कि हुँदैन फाइनल भएको हो है पानी पर्छ हाम्रो होटल फाइनल म त 10 बजे कता होला ल स्कुटी पनि ल्याइसकेको रहेछ त भित्र होटेल सन्देश चाहिँ कहाँ गयो त वाकिङ होला ऊ चाहिँ लेक साइडतिर यो यहाँ बोइजको रुमहरू नराम्रो छ गर्ल्सहरूको राम्रो छ अब गाइज हेर्नु या इन्टेन्स म्याच आरसिबीको बच्चाहरू यहाँ छुट्टै छ ओके केही छैन त यहाँ त यत्तिकै हेर्दैछु यहाँ सर मिलेर म चाहिँ के गर्नु वाउ लास्टमा लास्ट शर्मिला सिङ्गल लाइफ किन अगाडि पर्दैन कोही साइक्लिङ हुन्छ क्या हो यहाँ बाबुलाई लगिदिने हो कुन बाबुको हाम्रो युनिस बाबुलाई बाबु दुईटा बाबुले खाना खायो वाला बाबु अनि अर्को कुन बाबुले खाना खायो त भन्नु होइन के बाबुले खाना अघि त अब हामीहरू के हन्ट चिप्स चिप्स हन्टिङ मैले त केरा मान्छे फर्काउनु पनि जाऊँ हामी लेज लिनुपर्ने छ हामी दुईजना यस यो हनी यहाँ अब हल्का सपिङ ए आफूलाई उसको फेभरेट कोही पनि नै लगाउँछ यो के हो यो रचित के रे होइन शम्भुको ड्याडी खान्न म त खान्न सुँगेको मात्र हो ए कस्तो छ स्किन फोटो खिच्दियो ए भगवान् ए भगवान् होइन पिरो हुन्छ नि है सुजिना नलाम है करेन्ट पिरो हुन त पिरो छ तिम्रो खान्छु किन गयो भने किनेर राख्यो है किनेर नकिन्ने हो यो सन्देश के किन्ने हो किन यो लिएर जाऊँ न त्यही त यो हेर्छ त्यो राखिदिनु फेरि चिज बेल चाहिँ बच्चाहरूको लागि यो एउटा पटेटो क्राकर्स लिएर जाऊँ कि त उता माथिको छ त यो नभए यही ऊ आइसक्रिम लगाउन लाग्यो लाग्ने हो आइसक्रिम खै अब बजेटमा छ भने त 200 रुपियाँ गर्दैछ फुल यो आउँछ हुन त 200 हो नि त्यो त कस्तो राम्रो ओ माई गड सपिङ त राख्ने यो सब किन्ने होइन ट्यागको त्यहाँ काउन्टरसम्म लिएर जाने काउन्टरबाट ल्याएर जहाँ थियो त्यो राखिदिने कस्तो होइन क्वालिटी थाहा त खोइ कहाँबाट जान्छ चाहिँ अलिकति के हो यो प्लिज हाम्रो रारा होइन वाइवे राख न रम्पम नराख्न वाइवे राख्न म यो खान्छु त्यो क्विक पनि राखौँ न छि
या हनुमानजीको त फेरि अर्कै छ ओ माई गॉड मसँग छ घरमा ठ्याक्क त्यही ल फर्स्टमा हेलो हेलो हाम्रो रमेश सर हेर्नु पठाइदिनु होला अनि यो केलाई के चखना किन्डर चाहिँ 100 त्यो सपिङ सकेर अब हामी फेरि होटेलमा के हो को हो यो 70 नम्बरको क्याप्टेन आमा ल ल छाउ छाउ अमाय त्यो अमाय घरमा फेरि कुकुर चाहिँ छ क्या अमाय मेरो सानो छ यो चाहिँ ठुलो वाला जोजो गुड खानु टाइम डिनर डिनर कसको कल हो यस्तो गाइस डिनर आमा सबैजना खाना थाल्छ सन्देश र म टिमो खै झर्छ है त्यो गाइस गफसफ गफसफ शम्भुको त थुतुनुले मात्र खुल्छ क्या ए हो पासवर्डै छैन सजिलो भाइ क्लिक द बेल आइकन हुन्छ फोटोबाट कस्तो राम्रो आउँछ यहाँ हेर न ग्यालेक्सी जस्तै हुन्छ सुनेको छैन भने लुकाएर है देख्यो वाउ कस्तो होला ओ नो इमर्जेन्सी ओए मैले त यता इमर्जेन्सी कन्ट्याक्टै राखेको छैन अरू फोनमा चाहिँ मम्मी र पापा राखेको छु मिल्छ र त्यसरी